दिपक लामाले कचौरामा केक खान्छ, चिया के अरे कालो चियामा केरा डुबाएर खाने, कचौरामा केक खाने, अफिसमा हुन्न नि त, ढेडो चम्चाले खाने, भात खुट्टाले खाने, चम्चाले भात खानेहरूलाई म एउटा क्वेसन सोध्न चाहन्छु, तपाईँहरू के चाक पनि चम्चाले धुनुहुन्छ? छाडा मेरो जिब्रोमा सुन पानी छर्क भनेछ, त्यसै कारणले गर्दाखेरि अब यो सुनलाई म चाटेर गरेर छर्किन्छु। ओके, सुन पानी। यस सर। पूर्ण सब्सक्राइबरहरूलाई मेरो हृदयदेखिबाट धेरै धेरै धन्यवाद है। सबै सब्सक्राइबरलाई एकदमै हृदयदेखिबाट धन्यवाद दिन चाहन्छु। आई लभ यु अल। थ्याङ्क यू सो मच फर द सपोर्ट एन्ड लभ फ्रम डे वान। What up, it's your boy Ashish Rana, aka Lau Ray, and y'all, welcome to my channel, Bad Company Entertainment. After long time, I'm doing vlogs. As a special दिन छ, sorry, रात परिसक्यो. So as a special time छ, special moment छ, that I want to share with you all guys, है. सबैजनाले मलाई डे 1 देखिबाट सपोर्ट गरिदिनु भएको सम्पूर्ण मेरो लिसनर्स, सम्पूर्ण मेरो फ्यान्स, हेटर्स, whatever, सबैजनालाई चाहिँ म आज एकदमै gratitude दिन चाहन्छु. So keep watching this video, stay tuned. Lot of surprises, baby. Hasta la vista. खानुपर्छ आज खाजामा पिस. यो म पनि कस्तो उल्लुका पट्टा होला यार, सायद भ्लग धेरै नगरेर होला हैन. अब के सरप्राइज भन्ने भ्लगमा हुँदैन किनभने टाइटलमा लेखेको हुन्छ त घण्टामा आटो सरप्राइज हो. अब त्यो भएर सरप्राइज गोली मार्दियो हैन. मेरो चाहिँ आज 1 मिलियन सब्स्क्राइबर युट्युबमा लाउरे भन्ने च्यानलमा चाहिँ युट्युबमा चाहिँ 1 मिलियन सब्स्क्राइबर पुगेर आज हल्का सेलिब्रेसन गरिदिउँ न त भनेर चट्ट लाएर भट्ट खाएर पट्ट पादेर म लिन जाँदैछु केक है. 1 मिलियन सब्स्क्राइबर युट्युबको चाहिँ केक डिजाइन गर्न दिएको थिएँ मैले आजभन्दा 2-3 घन्टा अगाडि. अनि रेडी भयो अरे भनेर मलाई खबर आयो. त्यस कारणले गर्दाखेरि केक लिन जाँदैछु. अब कस्तो अब हेर न, अब अरू बर्थडे सड्डे भएको भए त है अब अरूले केक ल्याइदिने, गिफ्ट ल्याइदिने, यताउति गर्थ्यो. अब यस्तो यो 1 मिलियन सब्स्क्राइबरमा त खै मलाई त कसैले केक ल्याइदिने यार मासाला. ए होइन केक त लिएर आइदिनु भएको थियो, 1-2 जनाले लिएर आइदिनु भएको थियो. किनभने हामीले सेलिब्रेट चाहिँ अलिक ढिलै गऱ्यौँ के यो केक काट्ने चाहिँ. मैले चाहिँ 2टा केक चाहिँ पाएको थिएँ, तर अनफर्चुनेटली अथवा फर्चुनेटली आई कुडन्ट रिकर्ड देम इन माई भिडियो. त्यसै कारण बिहा भइरहेको छ कसैको, भिडियोमा रेकर्ड गर्न पाइनँ मैले होइन. तर ठिकै छ, नो वरिज. आज म केक दिन जाँदैछु आफ्नो लागि आफैले केक. सो लेट्स डु. दिन जाँदैछु म केक. अलि स्पिड कुराउनु पऱ्यो, गाडी गर्नु पऱ्यो ओभरटेक. म हुँ एकदम रियल, होइन कुनै फेक. यो माइक चेक. लेट्स गो, कट इट डाउन निगो. यस सर. ओहो के खस्यो मेरो, के खस्यो, ढेप खस्यो रहेछ. ल ठिक छ. ल गाइस, केटाकेटी हो, म आइसकेको छु केक लिने ठाउँमा, द केक सप इन न्यू रोड पोखरा. डिजाइन गर्न दिएको त मैले हो, तर अब हेरौँ कस्तो भएको छ. अब युट्युबकै लोगो सोगो यताउति गरेर डिजाइन गर्नु दिएको थिएँ है. सो लेट्स चेक इट आउट. ओके, हेलो बहिनी, मैले केक अर्डर गरेको थिएँ नि त अघि, त्यो युट्युबको के. रेडी भयो? ल ठिक छ, थ्याङ्क यू सो मच. अहिले चाहिँ म केक देखाउन चाहन्न बिकज लिटल बिट अफ सरप्राइजेस. कस्तो भइरहेको छ डिजाइन भनेको, लिटल सरप्राइजेस दामी भयो रहेछ. ल यताउति हेरेर चट्ट लाएर दामी भएछ. अब प्याक इट अप एन्ड सायद हामी चाहिँ आज दिपक लामाको स्टुडियो, द पल स्टुडियोमा जाँदैछौँ. त्यहाँ गएर हल्का लिटल बिट अफ सेलिब्रेसन गर्छौँ. होपफुली गीत पनि रेकर्ड गर्छु कि आएर नो खालि त्यहाँ चाहिँ मलाई खासै आउँदैन कि. अब हाम्रो सम्राट भएको भए त अब ट्याक्टु मिलाएर खिच्थ्यो. तर भ्लग खिच्ने चाहिँ मेरो एउटा सिम्पल फर्मुला चाहिँ के हो भन्दाखेरि किप रिकर्डिङ. वाट एभर अगाडि चाहिँ आउँछ किप रिकर्डिङ. अनि लेटर अन एडिटिङमा चाहिँ यु क्यान चुज बेस्ट पार्ट. किन भन्दाखेरि मोबाइल खल्टीमा क्यामेरा भएको बेलामा दामी मोमेन्टहरू एस्केप गर्न सकिन्छ. त्यसै कारणले किप रिकर्डिङ. लेटर अन यु क्यान फिल्टर इट होइन. सो अल किप रिकर्डिङ. बाई द वे माई ब्याट्री पर्सेन्टेज इज 20. रेडी भयो होइन, के पनि भइसक्यो है यसको. यस्तो समाधान दिएर जाउँ होइन. थ्याङ्क यू. ओके, केक इज रेडी. सायद होपफुली डेस्टिनेसनसम्म चाहिँ नझरिकन पुग्छ होला है. झऱ्यो भने त बर्बाद हुन्छ यार. त्यसपछि नझरिकन पुग्यो भने टक्क लाएर चक्कुले मिलाएर मोमबत्ती बालेर काट्ने. अब भ्यात्तै बिचमा खस्यो भने चाहिँ ड्याम हातले मुसेर खाने केक है. अब गाडीमा पो कसरी जाने हौ, एक्लो पो छु त म. त्यसै कारणले गर्दा नम्बर स्टेप 1 यहाँ केक राखिदिन्छु, ढोका खोलिदिन्छु. पछाडिको ढोका होइन, अगाडि राख्नु केक. त्यो बिस्तारै चलाएर जानुपर्छ. अगाडि राखिदिन्छु सट्ट लगाएर यहाँनिर ठक्क केक भित्र क्यामेरा
ब्याङमा ढोका चाबी मेरो खल्टीमा ओहो क्यामेरामा त आधा हात आधा अनुहार के हो के यस्ता जावा ल फेरि उल्टो घुमाइन्छ है त उफ अनि चट्टलार गाडी छ ल गाडी चलाउँदाखेरि चाहिँ न बोल मलाई ताक 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 खै किन हो यार मेरो मुखमा खालि आज बिहानदेखिबाट यही कुरा झुन्डेको झुन्डे छ ताक ताक होला ओहो बर्बाद भयो यही कुरा झुन्डिरहेको छ कि मेरो मुखमा ताक 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 किन तर यस्तो खास अरू ऱ्यापरहरूको झुन्डिन्छ कि झुन्डिन्छ थाहा छैन होइन तर मेरो चाहिँ यस्तो झुन्डिरहेको छ अनि आई युज दिस फ्लो आई युज दिस डेलिभरी इन मेरो गीतहरूमा कहिलेकाहीँ युज हुन्छ कि यो ताक 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 भन्ने कुरा झुन्डेको झुन्डे छ अनि एउटा चाहिँ एकदमै मिनिङलेस कुरा है talking about a business fucking about a who talking about a business fucking about a who talking about a business fucking about a who talking about a business fucking about a hey fucking about a hey भन्ने यस्तो यस्तो कुराहरू झुन्डिरहेको छ कि मेरो मुखमा चाहिँ सो आई किप यु नो बोलिरहेको छु प्रनाउन्स गरिरहेको छु म यस्तो कुरा विल हेल्प माई एउटा जिब्रोको हल्का एक्सर्साइज पनि हुन्छ ऱ्याप गर्ने भएपछि जिब्रोमा अलिकति लचकता पनि आउँछ र जिब्रोको काम चाहिँ ऱ्याप मात्रै गर्ने होइन धेरै कुरा हुन्छ है सो थिङ्क अबाउट इट तपाईँको इभल माइन्ड छ भने चाहिँ you'll have a lot of options तपाईँको डिसेन्ट माइन्ड छ भने you'll also have a lot of options oh my god यो ब्लग त एकदमै गाह्रो पो रहेछ त जिम गरेँ भन्दा गाह्रो मेरो लेफ्ट सोल्डर एकदमै पेन भइरहेको छ एकदमै यो के भन्छ जाम भयो है म एकछिन अफ गरेँ अब डाइरेक्ट गएर स्टुडियोमा गएर केक काटेको भिडियो बनाउँछु ल बाई बाई आस्ता ला बिस्ता ओके लेडिज एन्ड जेन्टलमेन र म हाम्रो आजको हल्का सेलिब्रेसनको भेन्यूमा आइसकेको छु दिपक लामाको स्टुडियो द फर्स्ट रेकर्डिङ स्टुडियोमा आइसकेको छु केक र मेरो के भन्छ गोल्डन प्ले बटन अफ युट्युब च्यानल आइसकेको छ आउनुभन्दा अगाडि चाहिँ म फ्यु गेस्ट ओभर हियर आई वान्ट इन्ट्रोड्युस देम हाम्रो छ यहाँ आज एकदम धेरै छैन है हाम्रो एकदमै थोरै छ गेस्टहरू अब यो 1 मिलियन सब्सक्राइबर पुऱ्याउनुको पछाडि चाहिँ धेरैजनाको हात छ होइन सबैजनालाई आज सबैको काम व्यस्तताको कारणले गर्दाखेरि वेलकम गर्न सकिएन तर अहिले रिसेन्टली चाहिँ हामी हुनसक्छ मेरो साइडमा छ मेरो भाइ हाम्रो असिम भाइ जुनले चाहिँ मेरो सबै डिजिटल प्लेटफर्महरू हेरिरहेको छ होइन आई वान्ट वेलकम यु इन माई भ्लग असिम भाइ बिग छ एकदम इन्फर्मल यो जेपाली भ्लग हो र अर्को छ दिपक लामा यहाँ छ हाम्रो पल्स स्टुडियोको सिइओ सो आज हामी धेरै होइन सानो एउटा सेलिब्रेसन गरेर केक सेक चटचट काटेर होइन के हुन्छ अब लेट्स सी आफ्टर लङ टाइम अब अपलोडिङ भ्लग ल सुरुमा चाहिँ गोल्डन बटम भन्दा नि सुरुमा केक खोलौँ है कस्तो मैले भनेको दिपक लामा गरेर डिजाइन गरेको कस्तो छ यो के हो टुटी फोटो त अलिक खिच्नुपर्छ टक्क लगाएर एउटा ल है केक ब्ल्याक्कै भयो भने त मुसेर खानु पर्यो होइन ओहो खै त यहाँको टुप्पो ल 1 मिलियन सब्सक्राइबर होइन के पनि राखेको छ कसरी निकाल्ने होला फेरि यो डिजाइन चाहिँ मैले मुखले भनेको दिपकले उता गरेर बनाएको कि बनाएको त केटीले त्यो बहिनीले हो केटीले पनि बनाएको होइन केक बनाउने मान्छे बनाएको उसले त अर्डर मात्रै लिएको केटी नै होला नि केक बनाउने नि ल मुखमा ब्ल्याक हान्ने टाइपको रहेछ ल है त 1 मिलियन सब्सक्राइबर केक अफ लाउरे च्यानल लेडिज एन्ड जेन्टलमेन सो यो केक चाहिँ डिस्प्ले भइहाल्यो होइन सो अर्को चाहिँ मोस्ट इम्पोर्टेन्टली एकदमै मेरो मेहनतको कमाइ भनौँ कि के भनौँ है आज त झन्डै केक झारेको छ होइन यो मेहनतको कमाइमा चाहिँ धेरैजनाको हात छ पछाडि है अब हाम्रो डे 1 देखिबाट स्टार्ट गरेको च्यानल लगभग तिम्रो 12 वर्षै कति वर्ष पुगिसक्यो यो च्यानल है अनि फाइनली गोल्डन प्ले बटन पाइसक्यौँ हाम्रो असिम भाइले टक्क एप्लाई गरेर उहाँ काठमाडौँबाट लिएर आइदिनु भएको असिम भाइले चाहिँ है थ्याङ्क यू मेरो भाइ थ्याङ्क यू म्यान काठमाडौँबाट चट्ट लाएर के हो दिपक यो त नकल भनेछ क्या माउनु पर्यो अनि पख हात काट्यो भने त बर्बाद हुन्छ रगत चढाएको जस्तै हुन्छ कोही बेला त यो गोल्डन प्ले बटनमै काटिदिन्छ नि है
ल है ल भरे त उस भएको अरे क्या भित्र त अप्रिल फुलले भने तिम्रो बल्ल अझै सब्सक्राइबर घटेर के होइन सबले अनसब्सक्राइब गरेर माथि घटेर 1 मिलियन कम भएको ल लेडिज एन्ड जेन्टलमेन आँखाबाट आँसु ननिकालौँ ढक्क लाएर सुरुमा पाउँछ हामीले युट्युबको यो कार्ड पायौँ के कङ्ग्रेचुलेसन सब्सक्राइब के लेख्छ भन्दा कङ्ग्रेचुलेसन्स अन योर सब्सक्राइबर माइलस्टोन वी आर अनर टु टेक पार्ट इन रेकग्नाइजिङ योर अचिभमेन्ट एन्ड वान्ट टु एक्सपिरियन्स टु बी एक्सेप्सनल दिस अवार्ड इज इन्स्पेक्टेड एन्ड प्याकेज्ड विथ ग्रेट केयर बाई रिक रे if your award was damaged during shipping or if you have any questions please contact us at youtubecreator@societyawards.com thank you so much YouTube for this love and support तपाईहरुले यस्तो पठाउने यो भौतिक रूपमा माया दिएर पनि धेरै जना युट्युबको फलोवर्स र युट्युब चलाउने मान्छेहरुलाई एकदमै एउटा के भन्छ हौसला पाउँछ हौसला अल द वे हौसला पाउँछ सो यहाँ अर्को छ यो चाहिँ चिठी त्यो पनि पढ्न चाहन्छु म युट्युबबाट YouTube, you did it. One mission, one channel, and one more thing. 1 million subscribers. Congratulations. Thank you so much. You may have started with just a few viewers, very right. But your voice, passion, and creativity have now touched the lives of people around the world. And the community you have built is enriched by the stories you have shared as you bring people together, okay? To honor this milestone, we are proud to present you with a Golden Creator Award. Thank you so much. We hope this special recognition will remind you how much you mean to so many, okay? And every day you are redefining how content is created and watched, one voice and one video at a time, very right. It's a privilege to be part of your journey. We can't wait to see what you do next. Yours sincerely, Neil Mohan, YouTube CEO. Thank you so much, Neil Mohan, YouTube CEO. Thank you so much. Thank you so much for the clap. As a thori audience, I'm clap. Okay, here comes the the real thing for today's celebration. Okay, YouTube Golden Play button, right? It's the party, 1 million subscribers. Presented to Lowry for passing 1 million subscriber YouTube. पछाडि यसलाई के गर्न मन लाग्छ भन्दा यसलाई पवित्र मेरो फर्स्ट गीतमा के भनेछ भन्दा गीतमा चाहिँ छाडा मेरो जिब्रोमा सुन पानी छर्क भनेछ त्यसै कारणले गर्दाखेरि अब यो सुनलाई म चाटेर गरेर छर्किन्छु ओके सुन पानी यस सर युट्युब आई लाइक दिस बटन चियर्स र यो पाउनुमा चाहिँ हैन सम्पूर्ण सब्स्क्राइबरहरुलाई मेरो हृदयदेखिबाट धेरै धेरै धन्यवाद है सबै सब्स्क्राइबरहरुलाई एकदमै हृदयदेखिबाट धन्यवाद दिन चाहन्छु आई लभ यु अल थ्यांक यू सो मच फर द सपोर्ट एन्ड लभ फ्रम डे 1 टिल डेट अब 1 मिलियन भयो 10 मिलियनमा अझै के पाउँछ भाइ 10 मिलियनमा गोल्डन डायमन्ड आउँछ है 10 मिलियन सब्स्क्राइबर पुराउन नि मेरो एकदमै ठुलो इच्छा छ सायद मेहनत र परिश्रम गर्यो भने डेफिनेटली पाउनेछ थ्यांक यू सो मच फर काठमाडौँबाट यहाँसम्म लिएर आइदिएर र यसलाई डिजिटली अप्लाई गरिदिएकोमा थ्यांक यू सो मच असिम भाइ है एकदमै बिग साउट आउट टु यु टु दीपक लामा क्यामेरामा पनि धेरै धेरै धन्यवाद फर इन्स्पायरिङ मी फर सपोर्टिङ मी के अरे पछाडि यो म्युजिकहरू रेकर्डिङ मिक्सिङ मास्टरिङ एन्ड सबै हाम्रो म्यानेजमेन्टको उसलाई चाहिँ दीपक लामालाई बिग साउट र आज उपस्थित नभएको सम्पूर्ण हातहरूलाई म नाम लियो भने त कति धेरैजना हुन्छ 1 मिलियन सब्स्क्राइबरै हुन्छ है लियो भने त यहाँ ब्लग त 1 घन्टै गर्छ त्यसै कारण सबैजना दाजुभाइ तथा दिदीबहिनी जसले मेरो युट्युब च्यानलमा लाइक सपोर्ट डिसलाइक गरेकोमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरू डिसलाइकको पनि ठुलो हात छ ठुलो खुट्टा छ भन्न चाहन्छु सो हियर इट कम्स अब म यसलाई चट्ट लाएर भट्ट खाएर पट्ट पारेर घरको भित्तामा चट्ट सजाउँछु यो गोल्डन भयो यतापट्टि साइडमा सिल्भर भाइ राखेर यो दाइ अनि त्यसपछि अर्को भाउजू आउँदैछ फेरि डायमन्ड चाहिँ अर्को कडक गीत आउँदैछ सब्सक्राइब गर्नु पर्यो ल अब यो चाहिँ केकलाई चाहिँ काट्दिनु पर्यो भाइ अब लाइटर छैन दीपक लामाले चुरोट खान्न म ल्याउँछु कसरी बाल्दिनु त्यसलाई म ल्याउनु छ मसँग मैले ल्याउँछु यही छ नि त रोक्दिउ अनि बाल्नु वाला रोक्ने नै हैन नि भिडियो त देखको नै गर्ने लाइटर दीपक लामाले खान्न कि चुरोट रक्सी केही पनि खान्नु हो त्यो लाइटर साइटर हुनुहोस् घरमा ल दीपक लामा नि यो पाल चाहिँ गाडी होला सुरुमा पूजा गर्नलाई चाहिँ लाइटर र पूजा सुजा गर्नलाई चाहियो नि त पूजा गर्नलाई यसो बाल्न यसो गरौँ न यो मोमबत्ती चाहिँ नल्याएर नहाल्दै चाहिँ हो र यसको यो आशिष मोमबत्ती छोटो बम्बईसम्म पर्दैन बर्थडे होइन नि तिमीले हल्लाएछौ के यस्तो छोटो छोटो त्यो पख ल तिमीले हल्लाएको मेनै खत्तम पाएछ ल एउटा तिमीले बाल समाज भन्छु
ल अब के भन्छ असिम भाइ एकछिन तिमीले खिचिदियो ल हुन्छ ठिक छ एक पप मुखमा हाल्नु मुखै 1 मिलियन सब्सक्राइबर मुखै भएर 1 मिलियन दागे दाग होला यो होस्टेल बोक्यो उता फर्काएर पारेन उता उता के चिन बल्नु नि हो त्यसो होला नेपाललाई दिएको लाइटरलाई ठाडो गरौँ के हो यो त बेजती भयो त यति बेलासम्म मैले आफ्नो न्युक्लियर बमै पड्किनु पर्ने हो त्यही बेला छ नि हुन्थ्यो होला यो बारे नि हुन्छ ल ल ए फाइनली फाइनली भेट भयो बिग साउट आउट टु जी बम फाइनली भेट भयो ल लभ यु अबे ल थ्याङ्क यू ल सिधिँदैन त मेरो त के हो ल काटिदिनु ल यसलाई ल अब सट्ट यस्तो गर नि त तिमीले टक्क लाएर के भन्छ त्यसलाई होइन ठिक छ सेल्फी स्टाइलमा ल काटिदिउँ है लाउ रे काटिदिउँ सब्सक्राइबर काटिदिउँ होइन लाउरेको नाम त नकाट्नु यो त लास्टै रहेछ नि त प्लास्टिकको त ल फोटो लिगौँ ल एउटा पहिला दाइकोबाट खिचिदिनु तपाईँ खिचिदिनु पहिला आशिषको यस्तो यो मजाले आउनु गरेको आउँछ चाटेको नि जिब्रो आछ फेरि यसरी ल ठिकै आछ चाट्यो कस्तो गन्ध आएको अरे यो त अघिको उसले आयो होला नि त्यो माटो ल ल पाइमै हाल्नु त ल यति बस्छ मेन लगभग इम्पोर्टेन्टमा रहेछ तर सिल्भर चाहिँ धेरै अगाडि हाल्यो सिल्भर त 100 त ल ल दिपक दाइ त हेर्नु ल डन वान मोर अर्को बन्दा ल बिना पोर्ट्रेट एकैछिन सायद सिल्भर चाहिँ ऱ्यापरहरूको मेरो फर्स्ट आएको हुनसक्छ किनभने धेरै अगाडि पछि मैले गीत निकाल्न बन्द गरेँ नि त ल डन दाइ ल असिम भाइ चाहिँ आउनु ल ए ल असिम भाइ ल यता आऊ ल अब के गर्नु पर्यो पप्पी चाहिँ नि खिचौँ कि ल दिइराख समातिराख यता बनाएर दुईजना समात्दैन त्यो त रेस्पेक्ट दिने यता रेस्पेक्ट हुने उल्टो समात नसमात्दै ल काटिदिउँ ल असिम भाइ काट्दिउँ अब यसमा के भन्ने अब के भन्ने के भने ह्याप्पी 1 मिलियन सब्सक्राइबर ह्याप्पी 1 मिलियन सब्सक्राइबर ह्याप्पी 1 मिलियन सब्सक्राइबर सबैलाई 10 लाखवटा टुक्रा पारेर केक घरबाट खानुस् हामी केक खान्छौँ तपाईँहरू थुक्निनुहोस् ल ल दीपक ल सुरुमा तिमीले सुरुमा त मलाई खुवाउनु पर्ने तिमीले तिमीले आफू त कसरी खानु ल अब टिसु सिसु छ नि त्यही हो ल मलाई ओहो गम्मै हाने त जुठो हुन्छ ल ल असिम भाइको पनि खिच्यौ नि तिमीले चाट्नु पर्यो ल असिम भाइ थ्याङ्क यू सो मच फर ब्रिङिङ दिस अवार्ड फ्रम काठमाडौँ टु पोखरा टिस्यु पेपर त ल्याएन होला यादै भएन ल लेडिज एन्ड जेन्टलमेन यताबाट चट्ट आएर कता यो रेकर्डिङ गर्छ नि कताबाट पछाडि घुमाउनु कसरी हो अब रेकर्ड गर्दा घुमाउनु मिल्दैन खायो मिठो रहेछ कि कुनको हो यो यो केक सप यो यसो गर नि दिपक यसलाई चट्ट लाएर टक टक काटेर होइन थालमा ल्याएर उता अनि हामी उता भात खान जाऊँ कि ल के अरे मन्त्र थकाली कि तिम्रो काम छैन होला नि है एकछिन हाफ एन आवर 45 मिनट्स ओके क्विक गरेर खाएर आइहाल्नु तिमी मासु के छोडेछ र खान्छ नि मासु यो दिपक यसलाई उस गर्नु व्यवस्था गर ल आज सानो सेलिब्रेसन गरौँ भनेको के यस्तो सम्राट उहाँ काठमाडौँमा खास यस्तो भन्थ्यो क्या आज सम्राटको सिल्भर आएको छ नि त त्यसको आइसक्यो सिल्भर होइन उसको सिल्भर उसले पनि खोलेछ नि के अनि तेरो र मेरो खोलौँ न त सँगै भनेर भन्थ्यो उसले सम्राट फेरि अहिले अब 2 महिनापछि कति महिनापछि युके जाँदैछ अनि ऊ काठमाडौँमा छ कि टन्सिल लाएर हो के लाएर बसिरहेको छ अनि मैले आज फोन गरेँ त्यहाँ लाउ पढ्नु पऱ्यो सिल्भर र गोल्डन भनेको काठमाडौँमा रहेछ त्यो अनि म चाहिँ अब म कुल्न सक्दिनँ त्यत्रो लामो भनेर झ्याम्मै फोडिदिएको र मैले यस्तो ल्याए कसो है ल स्टुडियोमा अब त्यस्तो दीपक लामालाई कचौरामा केक खान्छ चिया के अरे कालो चियामा केरा डुबाएर खाने कचौरामा केक खाने
ढेँडो अफिसमा हुन्न नि त ढेँडो चम्चाले खाने भात खुट्टाले खाने चम्चा चम्चाले भात खानेहरूलाई म एउटा क्वेसन सोध्न चाहन्छु तपाईँहरू के चाक पनि चम्चाले धुनुहुन्छ क्वेसन नम्बर 1 ओके म त यस्तो भ्लग बनायो भने त खतरा खतरा कमेडी हँसाउने हाल्न सक्छु जस्तो लाग्छ कि एकदम देब्रे हात दुख्दो रहेछ यार कुन हो थाहा भएन तर मिठो त मिठो लाग्यो है ब्ल्याक फरेस्ट व्हाइट फरेस्ट कि ब्ल्याक सरी ब्ल्याक फरेस्ट सरी मलाई चाहिँ मिठो लाग्यो मिठो छ त्यो न्याक्क हुने छैन क्या त्यो गुलियो हाल्छ नि त्यो धेरै त्यस्तो छैन मलाई अलिकति थोरै हाल्दै त्यो युट्युबको भाजले हुन्छ त्यो यो खानु मिल्छ नि त त्यो चक्लेटै हो कि त्यो नखाने त्यो यो पनि खानु हो त्यो यति हो त्यति राख्यो हो ल लेडिज एन्ड जेन्टलमेन अब हामी यो हल्का केक खाएर अनि थकालीमा भात घिच्न जान्छौँ हामी असिम भाइ कहिले जाने काठमाडौँ ए बिहानै जानु लाग्यो म त रेन्जर खाएँ भाइ अझै म अझै हाल्दिन्छु लास्ट टाइम हामी त खाँदैन त्यो पनि खाइरहेको छु दिपक लामा यस्तो हो कि कफीमा चिनी हाल्न हाल्ने चिनी खान्न चिनी नहाल्ने अनि यतापट्टि त्यो रसमिठा खाने टाइपको मान्छे के ओके लेडिज एन्ड जेन्टलमेन हात दुख्दो रहेछ यो भ्लग त लास्टै गाह्रो हुँदैछ गीत बनाउनु भन्दा धेरै पछि आउँदैछ है ब्याड कमेडी एन्टरटेनमेन्ट च्यानलमा त्यसमा पनि सब्सक्राइब गरेर है सबैजनाले 100,000 सब्सक्राइबर पुऱ्याइदिनुहोस् अनि उस पाउने त्यसपछि सिल्भर बटम होइन यस्तो हुनुपर्ने कि हरेक 100मा सिल्भर पाउनुपर्ने कि है दर्शक हुन्थ्यो होला अहिले हो त्यही भएर युट्युबले त्यो पहिलाको मेरो पुरानो छ नि त त्यो सिल्भर होइन त्यसको क्वालिटी कस्तो राम्रो छ कि त्यसको के टक्क सिसाले भरेको छ यसको चाहिँ अलिक फ्रेमिङहरू चाहिँ छैन कि यसको सिसाले के हो योभन्दा ठुलो छ सिल्भर योभन्दा ठुलो थियो कि अनि यो उस पनि मोटो के अनि मैले त्यहाँ युट्युबमा पहिला हेरेको 10,000 सब्सक्राइबरले ब्रोन्ज भन्ने पनि थियो नि त पहिला के तर ब्रोन्ज बटम चाहिँ नपाउने यस्तो यस्तो फिजिकली नपाउने होइन ब्रोन्जको पनि त्यो उस राखेको थियो कि उनीहरूले 10,000 सब्सक्राइबरले पहिला धेरै अगाडि ल खाएको नि के राख्ने होइन लेडिज एन्ड जेन्टलमेन हाम्रो केक सेक काट्ने कार्यक्रम सक्यो होइन यतापट्टि फोटोसोटो खिच्ने चलपल दिने फोटो अनि त्यो चलपल दिएर युट्युबमा हाल्ने होइन चलपल दिने त्यो कार्यक्रम सक्यो अब हामी गर्न जाँदैछौँ पूजा के को पूजा भन्दाखेरि पेटको ओके पेटको पूजा गर्न जाँदैछौँ लेग साइड हुन्छ कि लेग साइडै जान्छ होला अब थकालीमा मजाले थपी त्यो अलिअलि भात त प्लास्टिकमा पोको पारेर दिपक लिएर आउँछ घरमा अब ल ओके गाइज डाइरेक्ट सी यु एट थकाली रेस्टुरेन्ट विल बी इटिङ सम दाल भात एन्ड तरकारी म त पोर्क खान्छु अहिलेदेखिबाट भनिसकेँ सी यु लेडिज एन्ड जेन्टलमेन वेलकम ब्याक अगेन हामी त नभनौँ म भनौँ न अरू केटाहरू चाहिँ पुगिसक्यो म चाहिँ भर्खरै आइपुगेँ लेग साइडको वान अफ माई फेभरेट एकदमै मिठो ठाउँ वान अफ माई फेभरेट लेग साइडको मन्त्र थकाली यस मन्त्र थकालीको मिठो खाना पाउने मन्त्र चाहिँ के हो थाहा छैन मलाई तर आई लभ दिस प्लेस आई लभ दिस फुड यहाँको फुड एकदम मनपर्छ एम्बियन्स एकदम मनपर्छ एउटा कम मन्त्र थकालीमा आइसक्यो यस आज झन् भ्लग बनाउने भनेको है भ्लग बनाउने भनेको तर के भयो भन्दाखेरि उस भयो कि मोबाइलको ब्याट्री नै चार्ज नगरेर रहेछु मैले धेरै त्यसै कारणले लिमिटेड हुने भयो है हाम्रो केटाहरू चाहिँ यहाँ बसिसकेका छन् दिपक लामा असिम भाइ फेरि आयौँ अनि हाम्रो अर्को एकजना भाइ आउँदै हुनुहुन्छ बाटोमा होइन कहाँ आइपुग्यो भाइ चाहिँ भाइ ए रत्नचोक भन्छ नजिकै छ ल आउँछ अर्डर गरेँ ल अर्डर गरेँ के अरे तिमीले उसान चाहिँ खान्न पोर्क म त खान्न म त हो यहाँ पोर्कको उस टाइम पाउँछ क्या अचार के पिरो हुन्छ खाना त खान्छु कि खाने नखाने पहिला खानु हो तिमी खानुहुन्न भाइ आउनु एकछिन त्यो पोर्कको अचारहरू के पाउँछ नि होइन त्यस्तो हुन्छ है त्यो पनि ल्याइदिनु न खानासँग ल एउटा है ल पोर्कको अचार मेरो एकदमै दामी मनपर्ने ठाउँ हो कि मन्त्र थकाली ल भाइ को हो रे कसरी चिन्नु भयो कसरी फेसबुकमा हो फेसबुकमा के हेर्नुहुन्छ गीत कि के गीत खाएकोहरू ए सम्राटको भ्लगमा त्यो बाबुसित कहाँबाट आउनुभयो हामी यही पोखरामा
म पनि भ्लग बनाउनु लागेको क्या ल हेलो गरिदिनुहोस् हजुरको नाम के हो र मेरो मासी हो खाना खानुभयो हजुर यस्तो गऱ्यो भने हो पाउँछ धेरै मिहिनेत गर्नुपर्छ अझै पाउँछ तर मिहिनेत गर्नु पऱ्यो कि अलिक धेरै मिहिनेत गर्नु टाउको दुख्छ टाउको दुख्छ हो यस्तो दुख्छ कि बजे यस्तो दुख्छ यसो गरेछ अनि फेरि मोटरसाइकलमा हिँडेछ हामीले पनि हेर्छ कि अनि 24 घन्टा एकदम फुर्तिलो हुनुपर्छ क्या अल्छी राखेर त बोल्नु चाहिँ लाग्छ नि त घाँटी पनि दुख्छ पैसा नै आउँछ हाम्रो फोटो त गइसकेछ अब तपाईँको फोटो देखाएर पैसा कमाउँछु खाना खानुभयो अब म खानु लाग्यो मेरो घर नयाँ बजार हजुर हजुर हजुरहरू कहाँ हो र ए शिवालय चोकमा ल बजे ल हजुर हजुर हाम्रो यहाँ बाजेसँग चाहिँ एउटा भिडियो खिच्ने अरे भिडियो फोटो हजुरको नाम के हो बाजे गोपाल गुरुङ फ्रम शिवराज चोक पोखरा शिवलाय चोक पोखरा ओरिजिनली फ्रम पर्वत दुर्लुङ ए पर्वत दुर्लुङबाट करेन्टली लिभिङ इन युके ए ओके अनि यहाँ आउनुभएको छुट्टीमा छुट्टीमा भएको अब तिमी यहाँ बस त बस्नु बस्नु लाउडीले चिन्छ नि होइन सबैले one of the top rappers in Nepal. के भन्नुभयो फेरि I'm big fan of रिप्ले गरिदिनु पुछाइ फेरि Lauri. थ्याङ्क यू सो मच भाइले भिडियो गर्दैछ रिप्ले गरिदिनु के होइन वान अफ द वान अफ के भन्नुभयो के भन्छ बेस्ट ऱ्यापर इन नेपाल मेरो ऱ्याप ब्याटल हेर्नुपर्छ र ए बाबु तिम्रो एउटा पनि छोडेको छैन तिमी रोडिजको हेरेछु तिम्रो त्यो झोला के स्कुलतिर बाँडेको सबै ए रोडिसमा झोलाबाट अँ। धेरै धन्यवाद तिम्रो घरको त्यो पूजा गरेको बाहुनहरूले पूजा गरेको नि हेरेछु सबै हेरेछु आई नो एभ्रिथिङ कसरी चिनेछ क्या हजुर हजुर त्यसको लागि धेरै धेरै धन्यवाद बाजे एकदमै आई एम ग्रेट फ्यान अफ अब कहिले जानुहुन्छ ब्याक टु युके आफ्टर ए मन्थ आफ्टर अ मन्थ युके चाहिँ कहाँ बस्नुहुन्छ स्विन्डन स्विन्डन ए ओके ओके म नि 2026 हो 25मा गएको थिएँ यो हजुर कन्सर्टको लागि गएको थिएँ कि अब फेरि आउँछु पछि पछि ल वेलकम मस्ट हस् वेलकम धन्यवाद हस् युके आयो भने डेफिनेटली हुन्छ हुन्छ हस् हस् एकदमै रमाइलो गर्नु परिवारसँग सबैजना युकेबाटै आउनुभएको ए थ्याङ्क यू बाबु ए पोखरेल एकदमै राम्रो खुसी लाग्यो के लाउडीलाई भेटेर यहाँ ऊ त तपाईँ चाहिँ ओरिजिनल लाउने हामीले बोला लाउडीले त चिने छैन अब के अरे यो बाबु चिने चाहिँ मैले हजुरलाई होइन बाजे चाहिँ ओरिजिनल लाउने भयो म चाहिँ डुप्लिकेट भयो हजुर हजुर बाजे तपाईँ चाहिँ ओरिजिनल लाउने भयो म चाहिँ डुप्लिकेट भयो ल बस्नु खुसी लाग्यो बाबु। हस् ल Thank you. ल भेट्दाखेरि रमाइलो हुन्छ आज बाजेहरू चाहिँ उहाँ युकेबाट आउनुभयो रहेछ आफ्टर 1 महिनाको लागि छुट्टीमा खाना खानको लागि अहिले अब यहाँ हाम्रो खाना कति बजी आउँछ भाइ आज के हो उस भएर हो भन्नाले हामी छिटो आएको हो कि खाना के हो घन्टाकाले भएर छिटो आयो जस्तो लाग्यो हामी अलिक छिटो आयो हामी है अप्सन हामी 8 बजी आयौँ खाना खानु त यस्तै 9-10 बजीतिर खान्छ कि भाइ यो खोल्ने कताबाट हो ल त्यस्तो गरौँ त टाइम लाग्छ ए भयो आइसक्यो ल मलाई पछि म गर्नु लाग्छ यहाँबाट चाहिँ तपाईँले देख्न सक्नुहुन्छ लेक साइडको झिलिमिली भन्ने छ नि मेरो गीतमा ओके यही नै हो लेक साइडको झिलिमिली है गाइजहरू ल अब चाहिँ म हाम्रो सायद चाहिँ ढेँडो आएको जस्तो लाग्यो मलाई चाहिँ म चाहिँ भातै खान्छु ढेँडो खान्न म भात खान्छु बङ्गुरको मासुसँग खानु लाग्यो भात आज अनि बङ्गुरको अचार पनि छ त्यहाँभित्र पछि आइसकेको छ जस्तो लाग्यो म तपाईँहरूलाई देखाउँछु के छ है खानामा है ओके ए ल बजे हस् धन्यवाद राम्रोसँग जानु है त हस् नमस्ते हस् ल आजको खानामा चाहिँ छ यो भात हो यो यस्तरी बटुकामा मलाई फेरि यस्तरी राखेको चाहिँ फेरि पिण्ड जस्तो लाग्छ कि मेरो चाहिँ ल दिपकको चाहिँ यो ढेँडो
अनि भाइको नि भात अनि यहाँ स्पेसल चाहिँ के छ भन्दाखेरि यो टक्क लाएर यो बङ्गुरको उस हो क्या यो अचार हो क्या यस्तो मिठो हुन्छ कि तर एकदम पिरो त पिरै हुन्छ होइन तर मिठो त मिठो छ एकदमै ल हस् बाजे हस् ल दिदी हस् ल बजे बाबाई ल राम्रोसँग जानुहोस् ल अब खाना हाम्रो टक्क आयो हामी मजाले खान्छौँ अब है कट्टा लाएर ल घिउ हालिदिनु त बाबा भाइ कट्टा लाएर हालिदियो ल घिउ नलैजाकन हाल ल ल अझै एक लट हालिदियो ल भयो ल यहाँ नै हालिदियो ल टाउकोमा हालिदियो पहिला छिटो म थप खाना थप्छु त यसमा हालिदियो त्यस्तो त कहाँ पाउँछ भने पाइन्छ नि पुरा अब दालमा हल्का ढेँडो मगाएर अनि भात थप्ने यार तर नेपालको सर्भिस चाहिँ दामी नै हो ढेँडो मगाएर भात थप्न पाउने भन्छ यार मन्त्रमा मात्रै दामी नै हो ल ल थ्याङ्क यू ल है त अब हामी अब खाना खान लाग्यौँ है खाना खाली खिच्नुहुन्न भन्छ दुश्मनलाई पनि सुख दिनुपर्छ भन्छ भात खाँदाखेरि है त्यसो कारणले गर्दा म त खाना लाग्यो धेरै पछि नभनौँ म त एक दुई दिन अगाडि नै खाना आएको थिएँ यहाँ जस्तै बङ्गुरको मासु नै खाएको थिएँ तर यो अचार चाहिँ खाएको थिएन आज अचार चाहिँ खाएको ल खाएको चाहिँ नराखौँ भयो त्यो चाहिँ सम्राटको काम हो त्यो खाएको सर्ल्याप पार्दै खाने चाहिँ जतिखेर नि खाएकै भ्लगमा यार नयाँ केही राख्यो यार सम्राट यार जतिखेर नि खाएको मात्रै ल गाइस हामी टन्न भात खाएर अब भुँडी फुल्लाएर बसेछौँ है ऊ भाइ पनि एकदम स्लो रहेछ बिस्तारै खाँदैछ अनि अघिदेखिबाट कुरेको ऊ भाइहरू बल्ल सवारी भयो उनीहरूको ल इन्ट्रोडक्सन दियो दिउ न तिमीलाई मेरो नाम अर्जुन केसी म्यानेजिङ डिरेक्टर अफ पौरखी एजुकेसन कन्सल्टेन्सी ओके पौरखी एजुकेसन एन्ड कन्सल्टेन्सी भाइ जापान जानु छ भने तपाईँहरू पौरखी एजुकेसन कन्सल्टेन्सीमा जानु नाम चिप्ले ढुङ्गामा छ होइन ल ठ्याक्क आशिष राणा एके लाउरीको नाम दियो भने एकदम फ्यु पर्सेन्ट 0.5% डिस्काउन्ट दियो अनि भाइको 50% ल है ल गाइस जापान जाने ल अनि इन्ट्रोडक्सन भाइको ग्राफिक डिजाइनर ग्राफिक डिजाइनर तिमी काम लाग्ने मान्छे रहेछ ग्राफिक डिजाइनर ल नाइस टु मिट यु ग्राफिक डिजाइनमा चाहिँ भन्छ कम्प्युटर सम्बन्धी सबै भिएफएक्सहरू नै कस्तो वेबसाइट वेबसाइट गर्छ तिमीले ल है मेरो नि वेबसाइट छ यार aklaury.com भन्ने ल लेडिज एन्ड जेन्टलमेन गेज एन्ड लेस्बियन ट्रान्सजेन्डर सम्पूर्ण LGBTQ+ सम्पूर्ण मेरो दर्शकबिन महानुभावहरूलाई हामी के अनुरोध गर्न चाहन्छौँ भन्दाखेरि यो भिडियो चाहिँ अब ऱ्यापअप हुनेवाला छ थ्याङ्क यू सो मच फर वाचिङ अस आफ्टर लङ टाइम मैले भिडियो अपलोड गरेँ र आज के को बारेमा थियो भने थाहा थियो हाम्रो एन्डिङ चाहिँ हप्ता दाल भात तरकारी 24 आवर दाल भात पावर 24 आवर भएको थियो होइन त्यसै कारणले सबैजनालाई धेरै धेरै धन्यवाद दिँदै म ऱ्यापअप गर्न चाहन्छु प्लिज गाइज स्पिच अझै स्पिच सबैजना आउनु पर्यो होइन कि अझै स्पिच आएन कि ऊ आएन ल हो बल्ल अनि लेडिज एन्ड जेन्टलमेन सबैजना दर्शकहरूलाई थ्याङ्क यू सो मच भन्दै आशिष राणा एके लाउरे एन्ड द ब्याड कम्पनी साइनिङ आउट फ्रम दिस भ्लग 1 2 3 बाई बाई